जस्तै डेनमार्कमा बस्ने साथीहरू एकदमै ध्यान दिनु होला हैन। यदि तपाईँ EU सिटिजनको चाहिँ फ्यामिली मेम्बर भएर डेनमार्कमा पर्मानेन्ट रेसिडेन्स लिनुभएको छ भने तपाईँको रेसिडेन्स कार्ड चेन्ज गर्नुपर्ने हुनसक्छ है। अब कस्तो अवस्थामा चेन्ज गर्ने त हैन। यदि तपाईँ थर्ड कन्ट्रीको नेसनल हुनुहुन्छ भने त्यो तपाईँमा लागु हुन्छ। जस्तै नेपाल भयो, त्यो पक्कै पनि लागु हुने भयो। र तपाईँको रेसिडेन्स कार्ड टाइप यल हो भने हो तपाईँको हकमा पनि तपाईँले चाहिँ चेन्ज गराउनुपर्छ। र यदि तपाईँको पर्मानेन्ट रेसिडेन्समा हुनुहुन्छ र तपाईँले चाहिँ रेसिडेन्स EU फ्यामिली मेम्बर भएर पाउनुभएको हो भने त्यस्तो कार्ड पनि तपाईँले चेन्ज गराउनु पर्नेछ। तर सबैभन्दा महत्त्वपूर्ण विषय कार्ड कहिले इस्यु भएको हो भन्ने कुरा पनि एकदम महत्त्वपूर्ण छ। कार्ड चाहिँ यदि तपाईँको कार्ड चाहिँ 1998 देखि 2011 को बिचमा भएको छ भने तपाईँले गराउनु पर्नेछ। र अगस्ट 3 2016 देखि अगस्ट 3 2021 बिच यदि तपाईँको कार्ड इस्यु भएको हो भने त्यो चाहिँ तपाईँले कन्फर्म गर्नु होला एकपटक सिरीसँग कुराकानी गरेर। यदि मैले भनेका कुराहरू तपाईँकोमा म्याच जान्छ भने एकपटक सिरीसँग कुरा गर्नुहोस् र तपाईँलाई त्यो लागु हुन्छ कि हुँदैन त्यो उनीहरूले बताउँछ। तर चिन्ता नगर्नुहोस्, तपाईँको रेसिडेन्स राइट हराउँदैन। तर तपाईँ बोर्डरमा चाहिँ प्रब्लममा पर्न सक्नुहुन्छ यदि तपाईँले चाहिँ ट्राभल गर्दै हुनुहुन्छ भने। तसर्थ ट्राभल गर्नु पूर्व एकपटक सिरीसँग सम्पर्क गरेर ट्राभल गर्नुहोस्। अन्यथा अगस्ट 3 2026 देखि तपाईँको रेसिडेन्स कार्ड चाहिँ भ्यालिड नहुन सक्छ ट्राभल गर्ने क्रममा। धन्यवाद।